आज मैले यो नलकाको वासर फेर्दैछु। हाम्रो नलका धेरै दिनसम्म पानी आउँदै आएको थिएन। आज मैले यो खोलिसकेँ अनि त्यसपछि यहाँ वासर यस्तो भएको रहेछ गाइज। वासर भाला त्यस्तो छ। अब म यो नयाँ वासर लिएर आएको छु पसलबाट। अब यही म फिटिङ गर्छु यसमा। अनि हाम्रो चाहिँ यो अनि हाम्रो प्यालो पानी धेरै भएर अनि यस्तो पुरा प्यालो खै लागेको छ। यो चाहिँ म सफा गर्छु। अनि त्यसपछि यो चाहिँ यो ह्यान्डल अनि यो चाहिँ मेरो औजार। यति औजार भए पुग्छ। अनि कसले फेरि यस्तो यो गोली जस्तो हाल्दै रहेछ नलकामा। यसले पनि हल्का असर गर्यो, तर के हो मलाई थाहा छैन। सायद कोहीले हालिदियो होला यो गाइड। त्यसपछि म फिटिङ गर्दैछु। अब फिटिङ गर्ने गाइज, फिटिङ गर्दा सफा गर्छु गाइज। कलालाई मैले यसरी हालिदिएँ अनि यसलाई मैले कतिको हो अरे यो ढक्कनलाई राखिदिएँ मिलाएर। त्यसपछि यो ढक्कनलाई मैले यस गराएर लगाइदिएँ। अनि गाइज मैले यसलाई यसरी कस्छु। सक्दो आफूले घरमा जानेको सबै काम गर्नुपर्छ, सिक्नुपर्छ। मिस्त्री मात्रै खोज्नुहुन्न, आफूले सक्दो जानेको गर्दा आफूले नै आफ्नो सिप स्किलै बढ्ने गाइज। अनि मेरो यो चाहिँ भइसक्यो। अब यसलाई मैले नलकामा ह्यान्ड पम्पमा यहाँभित्र हाल्छु। सो गाइज हात यस्तो भयो। हात धोइसकेपछि गाइज यो गाइज मेरो नलका बनेर रेडी भइसकेको छ। अनि पानी पनि फालेको छ। यो हाम्रो पानी युज त गर्दैन, यो तरकारीमा पानी चार्नुको लागि हो। त्यही पनि कहिले कसो लाइट गाड्नुमा युज हुन्छ।